रबर्ट कियोसाकी के भन्छन् भने सम्पत्तिको सही अर्थ नबुझेर 90% भन्दा बढी मान्छेहरू गरिब रहन्छन्। उहाँले किन भन्नुभयो होला यस्तो? किनभने हाम्रो समाजमा जेसुकै सामान किने पनि सम्पत्ति भन्ने चलन छ। घर किन्यो सम्पत्ति, मोबाइल किन्यो सम्पत्ति, हैन? अनि त्यस पछाडि गाडी किन्यो सम्पत्ति। हाम्रो समाजमा हामीसँग भएका सबै प्रोपर्टीहरू सम्पत्ति हुन्। तर रबर्ट कियोसाकी त्यस्तो भन्दैनन्। उहाँ भन्छन् पैसा कमाउने प्रोपर्टी मात्रै सम्पत्ति हो। हामीले सम्पत्तिको अर्थ यसरी बुझ्यौँ भने बल्ल हामी सम्पत्ति कमाउन सुरु गर्छौँ। किन भन्दाखेरि जुन सम्पत्तिले पैसा कमाउँदैन, उल्टो पैसा खर्च गराउँछ, जस्तै हाम्रो घर, हामी बस्ने घर, लाखौं करोडौं पैसा खर्च भएको छ, हैन? अर्को कुरा भनेको त्यो खर्च भएको पैसा उठ्ने नउठ्ने थाहा छैन, किनकि घर डिप्रिसिएट हुन्छ, घरको भ्यालु घट्दै घट्दै जान्छ। अनि त्यस पछाडि त्यो घरको भ्यालु एकातिर घटिरहेछ, अर्कोतिर घरमा धारा खर्च, पानी खर्च, यो टुटफुट, यो पेन्टिङ, यो प्रत्येक हैन, यो चाहिँ पर्वहरूमा रङरोगन, यताउता विभिन्न खर्चहरू त भइरहन्छ। मतलब घरले पैसा लगिरहने काम गर्दो रहेछ। हाम्रो पैसा चाहिँ खर्च गराइरहने, हामी बस्न पनि खर्च लाग्छ, हामी त्यहाँ खाना पनि खर्च लाग्यो, त्यो घरलाई मेन्टेनेन्स गर्न खर्च लाग्यो, खर्च बढेको बढी छ। सो यो खर्च बढेको बढी कि जुन प्रोपर्टी छ यो चाहिँ वास्तवमा सम्पत्ति भएन, हैन? त्यही भएर पैसा कमाउने सम्पत्ति त्यस्तो घर सम्पत्ति हो जुन घरमा चाहिँ हामीले पैसा जति लगायौँ त्यो पैसा पनि फिर्ता हुने सम्भावना छ ब्याज सहित, र थप केही आम्दानी पनि हुन्छ, ताकि तपाईको चाहिँ फाइनान्शियल अवस्था, जुन तपाईँ चाहिँ वित्तीय अवस्था छ, आर्थिक अवस्था छ, त्यो आर्थिक अवस्थालाई उसले झन् उकास्न मद्दत गर्छ भने त्यो चाहिँ सम्पत्ति हो। सो सम्पत्तिको अर्थ यसरी बुझ्दाखेरि हामी अब सम्पत्ति कुन हो भनेर किन्ने हो र सम्पत्ति थुपार्ने हो र सम्पत्ति हामीले सम्पत्तिको कलम बढाउने भने धनी हुनबाट रोक्न त सकिन्न होला, हैन? तर जेलाई पनि सम्पत्ति मान्दिने, खर्च गरेको गरै छ एउटा बाइक, हैन? सर्भिसिङ छ, पेट्रोल छ, भाडा कमाएकै छैन, त्यो यत्तिकै घुम्न जाने युज गरेको छ, हैन? त्यो खर्च, त्यो चाहिँ के भयो त? खर्च गर्ने अर्को एउटा चाहिँ चिज भयो, त्यो सम्पत्ति भएन। सो सम्पत्तिको मिनिङ सही तरिकाले बुझ्दाखेरि